हामी कहाँसम्म सहने? तपाईँ सीसीटीभी फुटेजमा हेर्न सक्नुहुन्छ कि आगो लिएर मस्जिदभित्र प्रवेश गरिरहेको छ। हिम्मत हेर्नुहोस्, कतिको हिम्मत रहेछ। न हाम्रो नेपालको कानुनको डर छ, न हाम्रो नेपालको सुशासनको यहाँको के सजाय हुन्छ केही परवाह छैन। गेटमा सीसीटीभी क्यामेरा लागेको छ, त्यो त पक्कै हेरेको होला, फेरि पनि प्रवेश गरेको छ, आगो लगाएर बाहिर निस्केको छ। तपाईँ अर्को भिडियो हेर्नुहोस्, जब आगो लगाइसक्यो त्यसपछिको यो भिडियो हो आगो लगाएको। आखिर यहाँसम्म यो हिम्मत कहाँबाट आएको छ यिनीहरूको भित्र? अलिकति पनि डर हुँदैन। यो डर नहुनेको एउटै कारण हो कि हाम्रो नेपालमा, हाम्रो मध्य प्रदेशमा जहाँ यो घटना हुन्छ यिनीहरूमाथि ठुलो कारबाही हुँदैन, सख्त कारबाही हुँदैन। यिनीहरूलाई भित्र लाइफ टाइमको लागि जेलमा हाल्न सक्दैन। जबसम्म यिनीहरूमाथि ठुलो कारबाही हुँदैन तबसम्म यस्तो घटना बढ्दो जान्छ। म नेपाल सरकारलाई भन्न चाहन्छु कि इलेक्सन भन्दा इम्पोर्टेन्ट यो रहेको छ। इलेक्सन आउँछ जान्छ, तर यदि यो घटना बढ्यो भने भोलिको दिनमा यसलाई कसैले रोकिन सक्दैन। यही घटना हाम्रो देशको लागि घातक हुनेवाला छ। यो धार्मिक घटना भनेको सानोतिनो घटना छैन। हाम्रै पडोसी देश, हाम्रो बगलमा इन्डिया छ, तपाईँ हेर्न सक्नुहुन्छ, यति ठुलो इन्डिया, तर पनि त्यहाँ शान्ति छैन। हरेक मान्छे अशान्तिमा छ, जताततै हिन्दू मुस्लिम छ। त्यसैले हाम्रो नेपालको सुन्दरता नै यही हो कि यहाँ सबै धार्मिक मान्छे बसेको छ। आज यो सुन्दरतालाई बर्बाद गर्ने जो कोही पनि छ उनीहरूमाथि कडा कारबाही गर्नुहोस्। जय नेपाल।